गुड मर्निङ। आज चाहिँ एउटा गहिरो कुरा गर्छु है कि पनि रियालिटीमा भन्नुपर्दा जिन्दगी भनेको दुःख सुखको एउटा चक्र हो कि घुमिफिरी कहिले दुःख आइपर्छ भने कहिले सुख आइपर्छ। लाइक जन्मेपछि सुख मात्र भोगेको मान्छे कोही पनि छैन र दुःख मात्र भोगेको मान्छे पनि कोही पनि छैन। यो चाहिँ त्यो एक सिक्काको दुई पाता भनिन्छ नि। कहिले यसरी छड्का मार्दाखेरि कहिले यता फर्किन्छ, कहिले यता फर्किन्छ, कहिले यसरी पनि हुन्छ, कहिले दुःख सुख एकैचोटि पनि आइपुग्छ जिन्दगीमा। म के भन्न खोज्दैछु भने आज हाम्रो यो मन छ नि, सानो सानो कुराले पनि यति दुख्छ कि हामीले सानो सानो कुरा पनि यसरी पर्सनल्ली लिने गर्दा रहेछौँ कि टच द इनर हार्ट के। कसैले केही भनिदियो चित्त दुख्छ, कसैले केही बोलिदियो चित्त दुख्छ। यो चित्त दुख्नु भनेको सबैलाई दुख्छ कि। अब एउटा सानो बच्चाले चक्लेट मागिरहेको हुन्छ, हामीले दिएनौँ भने त्यो रुन्छ नि त। हामीले यसो गाली गऱ्यौँ भने त्यो रुन्छ। यस्तै हामी जति ठुलो हुँदै जान्छौँ हाम्रो चित्त पनि दुखिरहेको हुन्छ, तर हामीले त्यो दुखाइ व्यक्त गर्न सक्दैनौँ कि। कोही मान्छेहरू लाइक 100मा 25% व्यक्तिहरूले चाहिँ प्याच्च बोलिदिने, झगडा गरिहाल्ने, मुखमा आएको बोलिहालिदिने हुन्छ भने कोही मान्छेहरू चाहिँ मनभित्रै गुम्साएर दबाएर राख्ने, बाहिर चाहिँ नभन्ने के। र आफू भित्र एकदम सहनै नसकेपछि त्यो घाँटीसम्म आइपुग्छ नि, अनि तब चाहिँ सबै पोखिन्छ के। बट रियालिटीमा के रहेछ भने वी हेभ टु स्पिक। आफ्नो सेल्फ डिफेन्सको लागि चाहिँ हामीले आवाज चाहिँ उठाउनु पर्दो रहेछ, बोल्नु पर्दो रहेछ कि। हामीले जति सहँदै जान्छौँ इट हार्म्स अस। हामीलाई नै, हाम्रो व्यक्तिगत जीवनमा नै असर पर्ने हो, त्यो बाहिरी व्यक्तिहरू कसैलाई पनि असर पर्दैन के। मैले के भन्न खोज्दैछु भने जसरी हामी हाम्रो घरलाई यति बलियो बनाउँछौँ नि, हावाहुरी घाम पानी आँधी बेरी भूकम्प बाढी यो सबबाट बचाउनको लागि हामीले युग युगबाट कसरी घरलाई बलियो बनाउँदै आएका छौँ। पहिला झुपडी घर थियो, माटोले टालेको, त्यो हावाहुरी आयो भने सुरक्षित अलि हुँदैन, भूकम्प आयो भने बाढी पहिरोले छिटो लैजान्छ भनेर हामीले सिमेन्टीले टिनले छाउन थाल्यौँ। त्यस हुँदाहुँदै हामीले पिल्लर घरहरू बनाउन थाल्यौँ। त्यो हुँदाहुँदै आजभोलि त अझ भूकम्प रहित रे के रड राख्ने के भनेर त्यसै गरेर हामीले सिक्दै गएर चाहिँ हामीले हाम्रो घरलाई कसरी बलियो बनाइरहेका छौँ, त्यसरी पनि हामीले हाम्रो मनलाई चाहिँ बलियो बनाउनु पर्दो रहेछ। मनलाई बलियो बनाउनको लागि चाहिँ आफू बलियो हुनु पर्यो कि। अब कोही कसैले केही भनिदियो, हामी रोइहाल्छौँ, चित्त दुखाइहाल्छौँ, त्यो चाहिँ गर्नु हुँदो रहेछ। चित्त नबुझेको कुरा डाइरेक्टली भन्दिने कि the way you are speaking, the way you are behaving, I can't tolerate that. तपाईको त्यो व्यवहारले मेरो चित्त दुख्छ, तपाईले यस्तो नगर्दिनुस्। That one thing we can't say to anyone के। हामी कससँग भन्छौँ भने दिदी बहिनी दाजुभाइसँग भन्छौँ, श्रीमानसँग पनि भन्छौँ, आमा बुवासँग पनि भन्छौँ, हामी झगडा गर्छौँ एक आपसमा। बिकज वी टक, हामी कम्युनिकेसन्स गर्छौँ के। हे मम्मी तपाईँले यस्तो भन्नुभयो मलाई चित्त बुझेन, हे बहिनी तैँले यस्तो भनिस् मलाई चित्त बुझेन, हे दिदी तपाईँले यस्तो भन्नुभयो मलाई चित्त बुझेन। यस्तै कुराहरू हामी साथीभाइसँग पनि
के भनेको होला अहिले यस्तो मलाई खासै मन परेन भन्छौँ नि त हामीले बट सर्टेन टाइममा सर्टेन चिजमा चाहिँ हामीले भन्न सक्दैनौँ कि हामीले मनभित्रै राख्छौँ आफै गुम्सिन्छौँ र आफूभित्रै लाइक दबाएर राख्छौँ त्यसै गरी हामीले पनि यी बाहिरी वातावरणमा आएका हावाहुरीलाई चाहिँ जसरी झ्याल ढोका बन्द गरेर आफू घरभित्र सुरक्षित बसेका हुन्छौँ नि त्यसै गरी नै हामी आफ्नो मनलाई दह्रो बनाएर सुरक्षित बस्नुपर्छ बोल्न डराउनु हुँदैन नबिराउनु नडराउनु जिन्दगी आफ्नो तरिकाले खुसी भएर बाँच्नुपर्छ कसैको चित्त पनि नदुखाउनुस् र आफ्नो चित्त पनि दुख्ने गरेर कसैलाई त्यो अधिकार नदिनुस् Take your self-respect and respect other. Thank you. Have a good day.